वेलकम ब्याक टु माई युट्युब च्यानल। आइप सबैजना सन्चै हुनुहुन्छ त? म एकदम सन्चै छु होइन। अहिले चाहिँ म फेरि कलेजको लागि हिँड्न लाग्यो ट्याक्क लाएर। अहिले अनि यहाँ केटाहरू आएर बसेको थियो, देवेन्द्र विशाल। यहाँ एउटा गेम खेलेँ, एउटा त्यहाँ मोबाइल हेरेँ रिलहरू हेरेँ। म यहाँ नि मनी गेम खेलेँ, अब कलेज जानु लाग्यो। अनि त्यहाँबाट भ्लगिङ इन्ट्रो गरेँ। अब सबैहरूलाई सिधै बाटोमा भेट्छु है त। अहिले चाहिँ हिँड्यो घरबाट, बाटोमा नै आइसक्यो ट्याक्क। अब उ त्यहाँबाट भाइ हुन्छ तीनजनासँग गएको छैन। जाँदाखेरि तीनजना, यहाँबाट थपिन्छ एकजना, चारजना हुन्छ यसरी। अनि घरसम्म जान्छ आज चाहिँ 5जना। अनि उहाँ ढुङ्गे पुगेपछि अझै एकजना थपिन्छ, 6जना हुन्छ आज। अनि त्यसमा चाहिँ अब त्यही हो केटाहरूको ग्रुप। अब यस्तै झुडमा हिँड्नुपर्छ, रमाइलो हुन्छ। खोइ त्यहाँ हेर्नुपर्छ, त्यसको त भर गर्नु हुँदैन। गाडी छ नि जाने हामी, के मतलब अस्ति हालेँ के त हेरेर। ल साथी हेर्नु मात्रै छ, मिलाएर हेर्नु छैन। त्यही भएर भिडियो हाल्ने गरेँ त होइन। उसको नि भिडियो छ नि फेरि खतरा भ्लगर गेमर सेरी। घर चाहिँ उतै हो तर गइस्या अरे चाहिँ जस्तो छ। एकजना साथी पनि त त्यसलाई त्यही भएर गयो कि, त्यही भएर त्यो अफलाइन देखाएको रहेछ। अब म तपाईँहरूलाई अलि अगाडि गएर चाहिँ भेट्छु है त। यिनीहरूलाई चाहिँ भेट्यो, हामीलाई त छोडेर जानेहरू पछाडि छन्, ऊ बसिरहेको छन् हो भने। यिनीहरू छोडेर जाने, यिनीहरू फटाहरूलाई कम त फटा छन् यिनीहरू। दुईजना, यो एकजना साथी हुन नपाई छोडे हिँड्ने मान्छे यिनीहरू काहीँ नभए 1 नम्बरको फटाहरू। हामीलाई उहाँ एक्लै बनाएर। फटाहरूको अनुहार चाहिँ यही हो, यिनीहरू 1 नम्बरको फटाहरू। हामी आउनु लाग्थ्यो, हामीलाई छोडेर हिँड्ने मान्छे यिनीहरू दुईजना चाहिँ। अब तपाईँहरूलाई अब अहिले पछितिर भेटौँला है त। अहिले चाहिँ हल्का अगाडि आयो, काम छैन त्यतिकै बनायो हिँड्यो। यहाँ दुनोट खाने ठाउँ नै आइपुग्यो हाम्रो। अब यहाँ अङ्कलले अब दुनोट खाने होइन गर्नुहुन्छ, हेर्नु होला के भन्नुहुन्छ। म यहाँ भिडियो बनाइहाल्छु। टुर त नि खतरा होला नि त तिमीहरूको, भनाऊ न यार। कता कता गयो त्यो भनाऊ। आज नखाउँ होला अङ्कल, कसैले पैसा ल्याएको छैन अरे। यो टुर गाइडले झन् खुवाउन पनि उहाँ मस्ताङतिर पुगेर कस्तो, मस्ताङतिर पुगेर कस्तो। यसको भर गर्नु हुँदैन, यो खुवा खै भन्ने मात्रै हो कि। अस्ति चाहिँ खुवायो लास्टको दिन। जाऊ त म ब्लग पैसा 1 2 3 4 5 दियो, केही छैन। युट्युबमा आएर हेर्न पाउँछ। नआइकन जानै नसक्ने भयो अहिले त दुनो। 5जना हो। हजुर 6जना भयो। आइयो यिनीहरू फेरि होइन किन्न जाने। म हिँड्ने सुरु पर्खिनु छैन। यिनीहरू फटाहरू आफूलाई त्यहाँ गएर टक्राइदिनै पर्ने कि दिनै पर्ने तिनीहरूलाई, यस्तो छ यिनीहरू। वा तिमीहरू के हातमा ल्याइदिनु पनि त्यहाँ पर्खिनु सक्दैन। पैसा कसको भन न, पैसा मेरो। क्यामेरा नठडाएर न के कता भाइ टु बनाउने यसरी कलाएर चाप्दियो न तपाईको। आजि कमलले भन्छ मुलाहरु तिनीहरुले निकाल्नु त्यो निकाल्नु न, पहिले निकाल्नु न। अनि उ हुन्छ के हुँदैन तान काको खाँदै हिँड्यो यहाँ त्यहाँ। बाबाको हिँड्दाखेरि चाहिँ कस्तो रमाइलो क्या। लिची के कता घुम्न गयो जाने पोखरामा त्यतिकै विशाल कस्तो भयो है। सुन्न हामी घुम्नु जाँदा के
यहाँ सुन न विशाल र कमल पोखरा ऊ तपाईँहरूलाई अहिले पछि भेट्छ है त अब पारा यति पारा देखाएको थियो देवीन्द्रले होइन बिचरा गालै सुनि पारेर हान्यो अरे नाम बिचरालाई एक्लै बनाएर सबै मिलेर धाम कुटेर छ त्यहाँको मेन रोडतिर आइपुग्यो मेन रोडमा के हाँसु मजाक गर्दै आयो त्यो भिडियोहरू हाल्न मिल्दैन थियो कि त्यतिखेर हल्का अब केटाहरूको गफ अब त्यता कस्तो कस्तो हुन्थ्यो हाल्न मिल्दैन थियो होइन त्यही भएर मैले हालिनँ अब अहिले क्लासमा अथवा क्लासमा बनाउँछु अनि त्यस पछाडि बाहिर आउँदाखेरि घर फर्किँदाखेरि बनाउँछु त्यही हो त्यति भन्दै अब अहिले तपाईँहरूलाई अलि माथि गएपछि भेट्छ है त केटाहरूको इङ्ग्लिसको भाषा सुन्नु ल ल ल ल आई लभ यु केटाहरूको होइन तमाङको नि भनिरहेको थियो कि अब यस्तै हुन्छ रमाइलो हुन्छ त्यहाँ भए त रुन्थ्यो हाँसेर मलाई त म रुवाउँथ्यो विशाललाई त चेतायो भनेपछि मलाई दुईचोटि आयो त तालमा हो नि त मलाई तर कस्तो माया लागिरहेको थियो साँच्ची सबले प्याट प्याट हानिरहेको थियो आफूले चाहिँ नहानेर त कसम मैले हाने लौ आफैले कबुल गरेपछि हाने भनेर मलाई थाहा मेरो गाला रफ भयो झन् साह्रो भयो खतरा हो एकैचोटि ब्रेङ 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 हाल्यो चारचोटि चाहिँ लगातार आयो दुईचोटि चाहिँ पालै पालो गरेर भनेपछि कस्तो भएछ त्यसो त डेन्जर भएछ त यार बिचरा यसो त मलाई त हाने देख्दै माया लागेको थियो नि यार देवेन्द्रलाई यस्तो प्याट हाने एकजनाले 18 जोडी त लगाइदियो ल यसले दुईचोटि छ्या मैले हाने छैन 20 जोडी उले त चार लो 20 चोटि हान्यो नर्गमा जाऊ लाइ लो पापे लाग्ला नि फेरि मैले छोको खाइदियो अहिले अलिकति ल्याङखाङ भयो त्यो विशालले पनि चर्काउँछ अझै एक दुईजना लट्टै पड्काइरहेको भए पड्काउँछु होइन पड्काउनु ला भयो होइन मलाई आएर हाने भए चाहिँ म नि हान्थेँ होला तिमीलाई हानेन दुईचोटि हाने हाल्नु अनि खै हाने त नि सम्झेर आयो कि एकचोटि चाहिँ मलाई खिचेकै के एकचोटि खिचे ए अनिसलाई यस्तो चेता होइन त्यो मेरो मोबाइल अलि राम्रो पायो भने म बनाउँछु नत्र क्लासतिर बनाउँछु है त फर्स्ट पिरियड पढेर ट्याक्क लाएर बाहिर आएको कस्तो गाह्रो भएर यस्तो लगाएर पछाडिको भ्यू तपाईँहरूलाई अस्ति देखाएको थिएँ बाहिर ट्याक्क मुख धोएर ट्याक्क निन्द्रा लाग्छ त्यही भएर मुख धोएर पऱ्यो निन्द्रा छोड्छ ट्याक्क लगाएर अहिले अब हराएर फेरि गाडी हुन्छ फेरि अहिले पछि भेट्छ त तपाईँहरूलाई अहिले चाहिँ अब यहाँ पानी खान आएको हामी ट्याक्क पानी खायो यहाँ सम्धी ट्याक्क अनि ट्याक्क पानी खाएर अब जान्ला अहिले चाहिँ अब घरतिर हिँड्यो आज कता कता जाने केटाहरू सधैँ उतातिर फोटो खिच्न हिँडेको छ आइडी कार्डको लागि हामी मात्रै हो फोटो खिचेर बसेको ट्याक्क लगाएर भर्खर छुट्टी भयो आज अलि चार छुट्टी भयो लाइब्रेरी 11 बजीबाट खुल्छ अहिले 12:54 भएको छ हाम्रो 1:15मा हुनुपर्ने खासको छुट्टी आज चाड भयो अब बाटो बनाइरहेको छ बाटोमा हिँडिरहेको छौँ केटाहरू सबै मिलेर घाम छैन छाता चाहिँदैन आज त त्यति घाममा नि के छाता ओर्ने भने यार अब गफ त केही छैन होइन अब कहिले तल गएपछि भेटौँला है त अलि तल गएपछि हड्डी भएन नि सडल्याप्पै भइरहेछ देखा छैन मिज्यू हाम्रो यहाँ कत्रो ठुलो खोला छ मान्छे बगाउने धोबी खोला हाम्रो यताको मेरो नेट भयो पनि मिल्छ मेरो अहिले सब्सक्राइब पुगिसक्यो 50 सब्सक्राइबर कट्नुपर्छ बस्नको लागि मेरो 191 छ दिनकै बनाउँछु अब मेरो अब दिनकै बनाउने टार्गेट छ मलाई सपोर्ट गरिदिनु होला होइन चाँडैभन्दा चाँडै 1K सब्सक्राइबर गरिदिनु होला म डेली भ्लग हाल्छु अब म डेली बनाइदिन्छु अब त्यति भन्दै अब अहिलेलाई त केही छैन तर यहाँको गहिराई चाहिँ तपाईँहरूलाई देखाउँछ त्यो धोबी खोलाको गहिरो चाहिँ कत्रो छ पानी हो नि चाहिँ यत्रो छ यहाँ आइपिन्छ
गहिरो चाहिँ खतरा छ गहिरो त बबाल छ नि पानी चाहिँ फेरि यत्रो छ कि पानी चाहिँ फेरि ए उति कत्रो ताल मर्दैन गहिरो छ नि फेरि खतरा अब यति भन्दै तपाईँहरूलाई अहिलेपछि भेट्छु म आज कराटे गएँ नि कराटेतिर नि हल्का बनाउँछु होला छाताको लागि झगडा छाता भाँच्यो नि पड्काउँछ है सबैले त्यहाँ सुन्दैन फेरि सही सही तपाईँलाई ब्लगमा डर तर्काउँछ काटिदिन्छु म यो ब्लग यो यति पार्ट चाहिँ काटिदिन्छ यति पार्ट चाहिँ आउँदिनँ नल्याइदिने मलाई मात्र होइन अघि देखाएको अब हामी चाहिँ अब कता हिँड्यो भने अब चटपटे खानु हाम्रो क्लासमेट हामीले चाहिँ यहाँ लिची भेट्यो अब यहाँ लिची हेर्न जाने हो अरे खाना पाउँदैन के हेर्नु के बाटो पनि छैन चाहिँ जाने हो माथिबाट खतरा छ नि फेरि पाकेर यहाँ ऊ भाका छ त ऊ हाँगा एउटा यहाँ धेरै मान्छे छ लिची ए आँप यहाँ माथि छ अनि त्यो बाटो हिँड्दा आँप लिची कति भेट्छ कि मेन रोडमा सबैजना आएर के बनायो भन्नु जान्छ तपाईँलाई अहिले त्यहाँ माथि फोटो किन्ने छ अथवा कतै रमाइलो पनि बनाउँछ है त अब हिँड्यो त्यहाँबाट एकछिन पर्छ देख्न भएन उता माथि आउनु भनेर धेरै हुँदैन यो बा म फेरि यहाँनिर फेरि आउनुपर्छ अहिले पछि यहाँको ब्लगिङ देखाउँदा आयो भने कराटेमा ठिक्क छ पहिला जस्तो छैन चाहिँ स्टुडेन्ट अहिले धेरै कम छ त्यहाँ ठिक्क पुग्छ अब त्यो अब गाह्रो छ यो बाटो फोटोसुट गर्न फोटोसुट गरेर अनि भयो फोटोसुट भयो ट्याक्क लाएर फोटोसुटमा पैसा अब हाम्रो त्यही हो अब अरू कुरा त केही छैन अब फोटोसुट गर्दाखेरि भिडियो बनाउनु पाएर मेरै पसलमा आयो मेरो भोलि अरूको गइहाल्यो भिडियो बनाउ म अहिले पछि भेट्छु है त अब अहिले चाहिँ म घर आएर बसिरहेको घर आएर ड्रेस चेन्ज गरेँ सबै ल्याएँ अनि बसेँ होइन अनि यतिखेर खाना खानु पनि खास गरी 2 बाँडो भएर चाहिँ खाना नखाएर म चाहिँ यहाँ समोसा पकौडा अनि अङ्गुर त्यहाँ टिभी हेर्दै खाइरहेको छु खाना नखाएर अब म के भन्ने तपाईँहरूलाई म अहिले कराते गयो भने भेट्छु नत्र म सिधै अब बेलुकातिर भ्लग एन्ड हालिदिन्छु यति भन्दा अहिले पछि भेट्छु है त अब होइन आज चाहिँ म कराते गइनँ कराते किन नभन्दाखेरि खाना खाइनँ कि त्यहाँनिर ज्यानै हल्का अहिलेसम्म खाना खाएको छैन कि 7-5 बजी मैले बिहानको खाना खाएको छैन कि अनि आज चाहिँ खाएँ त्यो भने यति थोरै हल्का त्यही समोसा पकाएर खाएर त्यति काम चलाएँ अनि अब यस्तै हो आज चाहिँ कराते गइनँ त्यही हो कस्तो गाडी भयो कि अनि त्यही कारण गइनँ होइन अब तपाईँलाई यति भन्दै आजको भ्लग चाहिँ यति नै भयो यतिमै एन्ड भयो होइन तपाईँहरूलाई कसलाई भनिदिनु होला अनि लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन अनि मेरो अब डेली भ्लग आउने टार्गेट गरेको छु डेली भ्लगै आउँछ तपाईँहरूको लागि होइन तपाईँहरूले नै अब सपोर्ट गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला चाँडैभन्दा चाँडै 1K पुऱ्याइदिनु होला अनि म पनि रेगुलर भ्लग हाल्छु अनि राम्रो कन्टेन्ट ल्याउने ट्राई गरिरहेको छु अब यति भन्दै आजको लागि यति नै अब तपाईँलाई भेट्छु नयाँ भ्लगमा है त।